के गनाको ल के हो के देखाएर बसिदियो उताबाट दामन जान्छौ फाइनली हामी चाहिँ जङ्गल सफारी सकेर फर्किरहेको थियौँ हामी हस्बेन्ड र म अनि हामी चाहिँ फर्किराख्ने बेलामा भिडियो बनाऊँ न त भनेर बनाइरहेको थियौँ तर उहाँ एकजना गाजर साजर भन्दै आइराख्नु भएको भएर हामीले चाहिँ हाम्रो साउन्ड बुझेनौँ सुनेन हाम्रो साउन्ड अनि लास्ट भोक लागिरहेको भएर हामी जुन होटलमा बसिरहेका थियौँ त्यही होटलमा घुङ्गी अर्डर गऱ्यौँ घुङ्ग्री भनेको मेरो हस्बेन्डलाई चाहिँ घुङ्गी अर्डर गर्न चाहिँ आयो तर घुङ्गीको नाम भन्न चाहिँ आएन घुङ्गीलाई घुङ्ग्री घुङ्ग्री कराइरहेको थियो अनि मैले चाहिँ के घुङ्ग्री भनेको घुङ्गी भन न भन्दै सिकाइरहेको थिएँ अनि उसलाई चाहिँ खान आएन त्यही भएर मलाई सोधिरहेको थियो अनि मैले खाना पनि सिकाएँ यसरी खानुपर्छ भनेर तर मैले पनि खाएको त थिएन त्यही पनि मैले उहाँलाई चाहिँ सिकाइदिएँ त्यो खाइसकेपछि चाहिँ उसलाई अझ धेरै टेस्टी लाग्यो भनेर फेरि अर्को पनि खाना ट्राई गरिरहेको थियो अझ पनि उसले ट्राई गर्ने बेलामा उसलाई झिक्न चाहिँ आइरहेको थिएन त्यही पनि मैले सिकाउँदै थिएँ ब्याकग्राउन्डबाट अनि उसले चाहिँ निकाल्दै खाइरहेको थियो हाफ हाफ भए पनि निकाल्दै खाइरहेको थियो फाइनली घुङ्गी खाने पालो चाहिँ मेरो आयो अनि मैले चाहिँ मलाई आउँछ यो खानालाई भन्दै थिएँ अनि उसले चाहिँ अलिक क्यामेरा टाढा राखे भएर चाहिँ मैले अलि नजिक लिएर आउन यहाँ क्यामेरामा देखाउनु परेन मैले कसरी झिक्छ भनेर मैले चाहिँ अलिअलि हस्बेन्डलाई थर्काएको अवस्था अनि उसले चाहिँ नजिक ल्याएर देखाएँ अनि मैले चाहिँ पुरै ओभर स्मार्ट भएर निकालेको तर पुरै आएन लास्टको पुच्छर चाहिँ तल बाँकी नै भयो तर उसले भन्दा चाहिँ मैले अलिक धेरै निकालेर खाएको थिएँ अनि फेरि पछाडिको पनि झिकेर खाएँ त्यो पछाडि पनि बाँकी हुने भयो ल अर्को एउटा राम्रोसँग ननिकालेको हो क्या त्यो निकाल्न नआएको झोल पहिला पनि झोल खानु ओहो कस्तो मिठो हुँदो रहेछ है छुट्टै साँच्चै भन्नुपर्दा यो घुङ्गी चाहिँ एकदम मिठो थियो मलाई चाहिँ एकदम मिठो लाग्यो अनि मेरो हस्बेन्डलाई पनि मिठो लाग्यो के गनाको यो अलिक गनाउने रहेछ तर मान्छेहरूले फर्स्ट टाइम खाने बेलामा चाहिँ अलिक गनाएको जस्तो फिल हुन्छ भन्थ्यो साँच्चै मलाई चाहिँ फिल भयो त्यो काटेको नमिल्यो कि निकाल्न नजानेको काटेको नमिल्यो कि आफूले हामीले नजाने अब चाहिँ म निकाल्न ट्राई गर्छु खै निस्क्यो क्या ल निस्क्यो अब चाहिँ कहाँ गयो के ढुङ्गा हुन्छ क्या यसमा अब चाहिँ हाम्रो बियर चुस्की लाउने पालो के चिरचिर गर्दो रहेछ नि त्यो राम्रोसँग भित्रसम्म गएन नुन राखेर गर्नु पर्यो गोर्खा कि गोर्खा स्ट्रङ भेरी नाइस पेट बढी लागेछ बच्चा चाहिँ पाउन लाग्यो भने फेरि जस्ट खाएर अलिअलि खाएर ग्यास्ट्रिकले पेट फुलेको लाइट पुगिरहेको घम खाने भयो अब ओके फाइनल्ली हाम्रो चाहिँ घुमघाम सकेर ड्रेस चेन्ज गरेर पुरा घरतिर फर्किने तयारीमा अब फर्किँदै हामी गाइज 2 दिन बस्यो अब जान्छौँ
हाम्रो बाइक चाहिँ सुरक्षित राखिएको ठाउँ थियो अनि यही हो हामी बसेको होटल चाहिँ राम्रै थियो सुविधा। अब 11 भयो 885 किलोमिटर। अब हामी कहाँ पुगेर सौराहा यहाँ कति पाल्छ होला हुन त है माले यो पुलमा चाहिँ मैले घुम्न जाने बेलामा फोटो खिच्न भिडियो बनाउन नपाएको भएर फर्किने बेला मात्र बनाएको, नत्र त्यो गेटमा हामी यदि पुल क्रस गर्यौँ। थ्याङ्क यू फर युर भिजिट। बाटोमा चाहिँ धेरै नै त्यो चेयरहरूमा राखिरहेको थियो कलशहरू, किन राखे होला भनेर चाहिँ नबुझेको कुरा हजुरहरूलाई थाहा छ भने कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। हामी चाहिँ यात्रा गर्दा गर्दै मलाई चाहिँ एकदम भोक लाग्यो अनि पछि होटल खोज्दा खोज्दा बल्ल बल्ल यहाँ होटल भेट्यो। त्यो पनि हामी चितवनदेखि खोज्दै खोज्दै आएको मान्छे, तर हेटौँडा पुगेपछि बल्ल भेट्यो अनि आनन्द भयो मलाई। अनि अब चाहिँ खाना पाइने भयो गर्दै खाना मगाएर खायौँ दुईजनाले अर्डर गरेर। अनि यसो भिडियो बनाइदिउँ न त खाना खाएको पनि भनेर यसो बनाइदिउँ। मेरो पनि बनाइरहेको थियो अनि म चाहिँ मुख हेर्दै रिसाइरहेको छु, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अरू कुरामा चाहिँ रिसाएको होइन, भोक लागेर यही भात खान नपाएर चाहिँ म एकदम रिसाइरहेको थिएँ। अनि भात खान पाउने बेलामा मोबाइल सोबाइल साइड लाग भनेर साइड लगाएर गम खाइरहेको थिएँ। अनि त्यसपछि हामी पेट टन्न पारेर फेरि आफ्नो घर फर्किने तर्फ लाग्दै थियौँ। सरर यो बाटोमा चाहिँ धेरै जसो पुलहरू मात्र थियो, खोलाहरू थियो, तर खोलाहरूको नामको मात्र खोलाहरू, सबै सुकेको खोलाहरू मात्र थियो। पुल चाहिँ एकदम धेरै छ तर खोला छैन गाइज। अनि फेरि सेल्फीबाट बनाइदिउँ न भनेर बुढाबुढीको भिडियो बनाइदिउँ रक हान्दै। यसै गरी हामी चाहिँ रक हान्दै अगाडि बढ्दै फेरि हामीले हनुमानजीले छाती चिरेर राम र सीतालाई देखाएको हेऱ्यौँ, कस्तो राम्रो वाउ भन्दै मक्ख पर्दै हामीले फेरि अगाडि बढ्दै गयौँ। हामी चाहिँ हेटौडाको अन्तिम स्टेजमा पुगेर हामी चाहिँ गेटबाट छिरेर अब काठमाडौँतर्फ लाग्दै थियौँ। अनि वाउ नेपालको झन्डा फरर गर्दा त मनै हरर भइरहेको थियो हाम्रो चाहिँ। अनि हामीले खासै बाटो चाहिँ चिनेको थिएन, अनि म्याप हेर्दै यता जाने होला भन्दै सरर गयौँ, भगवान्लाई दर्शन गऱ्यौँ। अनि यसपछि चाहिँ हामी डाँडा काँडा भएको बाटो हुँदै हामी काठमाडौँतिर लागेको थियौँ। धेरै खोलाहरू देख्यौँ तर यो खोलाहरू सबै प्रायः जस्तो सुकिसकेको थियो। अनि यसै गरी हामी चाहिँ सरर गइरहेको थियौँ। त्यहाँनिर लुगा धुने गाडी धुने सबैजना थियो। हामी चाहिँ हेर्दै इन्जोय लिँदै गइरहेको थियौँ। अनि हामी चाहिँ आइसक्रिम खाने कि भनेर गर्मीमा एकचोटि पसलमा छिरौँ न भनेर छिरेको। दुईजना पप्पी त मेरो हात तोक्न आउँछ, जिस्किन आउँछ, अनि जिस्काउँदै बसिरहेको उसलाई। ए म मासु होइन है, खानेकुरा हो र म। फाइटै पर्यो मैले गर्दा। ल के हो, के देखाएर बसिदियो?
यी दुई पप्पीको झगडा हेर्दा हेर्दै एकैछिनमा हाम्रो चाहिँ आइसक्रिम आइपुग्यो अनि मेरो हस्बेन्डले चाहिँ आइसक्रिम लिएर पनि खाना सुरु गर्न थालिसकेको थियो अनि म चाहिँ पप्पीहरूलाई हेर्दै बसिरहेको थिएँ अनि उहाँले चाहिँ आऊ छिटो आइसक्रिम खानलाई भनेर बोलाएको भएर म चाहिँ आइसक्रिम खान गएँ। बुझ्दैन त आइसक्रिम आइसक्रिम अलिकति गएर आए पो भोक लाग्यो खानु नि मन लाग्यो तर टाढा भयो त्यो चक्लेट गाडी चक्लेट कस्तो उदय भएको रहेछ है। हामीलाई चाहिँ जाडो महिनामा पनि कुल्फी आइसक्रिम यस्तोहरू खान मन लागिरहेको थियो अनि पसलमा गएको त उहाँले त खुवाहरू बनाइराख्नु भएको रहेछ अनि खुवाहरू बनाएको पनि एकछिन बसेर हेरेर बस्यौँ अनि मलाई चाहिँ कति सानो सानो गरेर खाइराख्ने भनेर पुरै कुल्फी राखे जस्तै गरेर घोचेर आइसक्रिम खाइदिएँ। यो आइसक्रिमले पनि नपुगेर मैले चाहिँ भाँडा नै चाटिदिएँ अनि एकछिन अलि परसम्म गएको थियौँ फेरि चटपटे पसल देखेँ फेरि चटपटे पनि खानै पर्यो देखेपछि त चटपटे छोड्ने कुरा भएन अनि पानीपुरी पनि अर्डर गऱ्यौँ चटपटे पनि अर्डर गऱ्यौँ चटपटे खाने बहानामा पानीपुरी पनि खायौँ गाइज। हामीले चाहिँ पानीपुरी अर्डर गऱ्यौँ अनि हाम्रो लागि भनेर उहाँले चाहिँ स्पेसल पानीपुरी रेडी गर्नुभयो अनि मलाई चाहिँ अनफ्रेस फिल भएको भएर चाहिँ क्यामेरामा आफ्नो फेस हेरेँ ऐना त छैन अनि फेस हेरेको मेरो हस्बेन्ड चाहिँ ए गर्दै पछाडितिर कसरी जाने कुन बाटो जाने भनेर खोज्दै सोच्दै बसिरहेको थियो अनि फेरि क्यामेरा लिऊ तिमी धेरै सोचेर नबस भनेर मैले चाहिँ क्यामेरा समात्न दिएँ अनि फाइनल्ली हामीलाई चाहिँ पानीपुरी रेडी गरेर उहाँले दिइसक्नुभयो अनि यसो क्यामेरामा हेरेर मुसुक्क हाँस्नुभयो अनि हामीलाई पानीपुरी दिएपछि हामीले पानीपुरी पनि हजुरहरूलाई त देखाउनै पर्यो किनकि हामीले भिडियो बनाइराखेको थियौँ नदेखाइ खान त मिलेन अनि हामीले चाहिँ पानीपुरी चट्टा हालेर खायौँ। फर्स्टमा मैले खाएँ त्यसपछि मेरो हस्बेन्डलाई खुवाएँ किनकि उहाँले चाहिँ क्यामेरा समातिराख्नु भएको भएर चाहिँ मैले उहाँलाई खुवाउनु पर्ने भयो। मेरो फेस हेर्नुहोस् पुरै धुलो मुलो भइरहेछ त्यही पनि खान चाहिँ छोडिएन। हाम्रो पानीपुरी चटपटे खाने कार्यक्रम सकेपछि फेरि हाम्रो घरतिर फर्किने यात्रा सुरु। फेरि जङ्गलको बाटो सर हामी दुईजना आयौँ अनि पुग्यौँ अनि यो ठाउँको नाम अनि यो कुन ठाउँको पोखरी हो हजुरहरूले कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। अनि हामी चाहिँ ठ्याक्क हामी यो ठाउँमा पुगेपछि त्यो माथिको सिसा भएको होटलमा चाहिँ हामीले बुक गरेर फेरि घुम्नलाई तलतिर आयौँ। साकै दुख्यो यार मेरो ऊ त्यहाँ ढुङ्गा चलिरहेको चरा चिल्लाइरहेको। अब हामी घुमेर फर्किसकेपछि केही त खानु पर्यो किनकि भोक लागिरहेको थियो दिनभरिको राइडमा हिँडिरहेको अनि भोक त लागिसकेको थियो अनि हामीले चाहिँ फिस अर्डर गऱ्यौँ जुस वेलकम ड्रिङ्क ल्याइदिनु भएको थियो त्यो खायौँ अनि माछा खाने बेलामा त मेरो जिब्रोमै अड्क्यो अनि अलिअलि हार्ड ड्रिङ्क्स पनि गरेको थियो म चाहिँ अलिअलि टिन्न भएको थिएँ त्यही पनि फरक परेन किनकि धेरै खाएको थिएन। हुक्का पनि अर्डर गऱ्यौँ अनि हुक्का खायौँ अलिअलि ड्रिङ्क्स गऱ्यौँ। राति डिनर गरेको भिडियोहरू चाहिँ मैले हाल्न पाइनँ किनकि मेरो मोबाइलमा चार्ज सकिसकेको थियो अनि चार्जमा राखेर डिनर सिनर गरेँ त्यही भएर एकैचोटि मर्निङको भिडियो अपलोड गरेको छु। मर्निङमा उहाँले चाहिँ हामीलाई ब्रेकफास्ट ल्याइदिनु भएको थियो अनि हामी दुईजना मिलेर फास्ट खायौँ। अब घुम्न जानुपर्छ डुङ्गा चढ्न जानुपर्छ भन्दै गफ गर्दै खाइरहेको थियौँ अनि फ्रेस भएर हामी चाहिँ फेरि डुङ्गा चढ्नको लागि रेडी भयौँ।
यहाँनिर पोखरीको छेउछाउमा बसेको कति मिठो आवाज, कति शीतल स्वच्छ हावाको फिल गरेँ। अनि एकछिनपछि मेरो हस्बेन्ड चाहिँ यताउता यहाँ कस्तो छ, के छ, कति मिटर गहिरो छ भनेर सबजनालाई सोध्दै बुझ्दै बसिराख्नु भएको थियो। अनि म चाहिँ भिडियो बनाउँदै बसिरहेका थिएँ। अनि एकछिनपछि चाहिँ हामी डुङ्गा चढ्नको लागि रेडी भयौँ। अनि पहिला डुङ्गा चढ्नुभन्दा अगाडि फोटो खिचौँ हाई गर्दै खिच्दै बस्यौँ। दुईजनाले कमेडी फोटो खिच्दै बस्यौँ। अनि उसले चाहिँ टिकट काट्न गएर आइसकेको थियो। अनि हामी डुङ्गा चढ्छौँ, हेर्दै गर्नुहोला, टिकट हेर्नुहोस्। अनि हामी चाहिँ डुङ्गामा चढेर बिचमा पुगेर हामीलाई जुन ठाउँसम्म पुग्नुपर्ने टिकट काटेको थियौँ त्योभन्दा परसम्म पुगेर बढी पैसा तिरेर हामी चाहिँ गयौँ। अनि त्यसपछि यति नै, बाई बाई, थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यू। आजको भ्लग चाहिँ यति नै रहेको छ।